14 लेसन किन एकदमै महत्वपूर्ण छ तपाईँहरूलाई ग्रुपमा भनेको हो भने 14 लेसन जसले मिस गर्यो भने उहाँ 15 आउँदैन, 16 आउँदैन, 17 आउँदैन, 18 आउँदैन, अगाडिको कुनै लेसन आउँदैन। त्यही भएर अहिलेसम्मको सबभन्दा महत्वपूर्ण लेसन भनेको 14 लेसनलाई मानिन्छ। र यो 14 लेसन राम्रोसँग आयो भने एन्फोमा पनि गाह्रो हुँदैन है। र अब 14 लेसनको ग्रामर हेर्नुहोस् त के भनेको छ। भब ग्रुप, क्रियापदको समूहहरू। अब चाहिँ भब भनेको के हो, मास फर्म, जुन हामी इकिमास, किमास, खारिमास, ताबेमास, नोमिमास, सीमास, ओकिमास, यी जति मास फर्म छ नि त्यो भनेको भब हो। र आज चाहिँ म्युट गर्नुहोस् है, जसको आवाज आयो भने ल अब चाहिँ त्यो भबलाई हामीलाई के गर्छ, हामीले के गर्छौँ भने त्यो ग्रुपलाई छुट्याउँछौँ। जुन हामी थियो नि इकिमास, किमास, ताबेमास, इकिमास, किमास, ओकिमास, सीमास, किमास, जति मास फर्म छ त्योलाई आज हामी के गर्छौँ भने भब ग्रुप, क्रियापदका समूहहरू, त्यो हामी समूहलाई छुट्याउँछौँ। कुन इकिमास कुन ग्रुपमा आउँछ, किमास कुन ग्रुपमा आउँछ, सीमास कुन ग्रुपमा आउँछ, यसै गरी है। ल अगाडि हेर्नुहोस् त के छ भने जापानी भाषामा क्रियापदलाई 3 समूहमा विभाजित गरिएको छ। ल जापानिज भाषामा क्रियालाई, भबलाई, मास फर्मलाई तीन तीन समूहमा विभाजित गरिएको छ, 3टा ग्रुपमा विभाजित गरिएको छ। किनभने कुनै पनि क्रियापदको काल परिवर्तन गर्नको लागि सबैभन्दा पहिला उक्त क्रियापद कुन समूहमा पर्दछ त्यो छुट्याउन एकदमै जरुरी हुन्छ। हो, अब चाहिँ हामीलाई त्यो त अहिलेसम्म हामी इकिमास, किमास, ताबेमास, अब त्यो त मास फर्म पढ्यौं, तर त्यो कुन ग्रुपको हो होइन, कुन कुन ग्रुपको हो, फर्स्ट ग्रुपको हो कि सेकेन्ड ग्रुपको हो कि थर्ड ग्रुपको थाहा हुनुपर्ने हुन्छ। र त्यही आज चाहिँ हामी सबभन्दा पहिला ग्रुप छुट्याउन सिक्छौँ। र अब चाहिँ हामी हेर्नुहोस् त, र जापानिज भाषामा 3टा ग्रुप छ भन्नाले फर्स्ट ग्रुप, सेकेन्ड ग्रुप, थर्ड ग्रुप। र 3टा ग्रुप छ, जति मास फर्म छ नि त्यही 3टा ग्रुपको मास फर्म हो। अब कुनै फर्स्ट ग्रुपमा पर्न सक्छ, कुनै सेकेन्डमा पर्न सक्छ, र कुनै थर्डमा पर्न सक्छ, जति मास फर्म छ अहिलेसम्म पढ्नु भएको। र अब चाहिँ फर्स्ट ग्रुपमा कुन भब पर्छ त्यो चाहिँ थाहा हुनु पर्यो नि त है। त्यसको लागि हेर्नुहोस् के छ, मासको अगाडि ई सन्ड आउने अक्षर भएमा यस समूहमा पर्दछ। ती अक्षर हुन् ई, ची, री, नि, मी, बी, कि, गी, सी। अब तपाईँहरू के बुझ्नुहोस् भन्ने, मासको अगाडि यदि ई सन्ड आउने अक्षर छ भने फर्स्ट ग्रुपमा पर्छ। र त्यो ई सन्ड भनेको कुन हो त्यो पनि हेरिहाल्नुहोस्। तपाईँहरूलाई पहिला पनि धेरैचोटि देखाएको हो फर्स्ट ग्रुप ई सन्ड भनेको कुन हो है। ल अब हेर्नुहोस् त, फर्स्ट ग्रुपमा यदि ई सन्ड भनेको कि आएको छ भने फर्स्ट ग्रुपको, मासको अगाडि कि आएको छ भने फर्स्ट ग्रुप, सी आएको छ भने फर्स्ट ग्रुप, ची आएको छ भने फर्स्ट ग्रुप, नि आएको छ भने फर्स्ट ग्रुप, हि आएको छ भने फर्स्ट ग्रुप, मी आएको छ भने फर्स्ट ग्रुप। यो जति ई को तल छ नि, जति ई को तल छ त्यो अक्षर आएको छ भने मासको अगाडि, त्यो भनेको फर्स्ट ग्रुपमा पर्छ। ल त्यही मासको अगाडि ई सन्ड आउने अक्षर भएमा यस समूहमा पर्दछ। यहाँ धेरै जुन प्राय आउनेहरू यहाँ छ इचिरिनी, मिबी, कि गिसी प्राय आउने है। त्यो बुझ्नुभयो नि, मासको अगाडि ई सन्ड आएको छ भने कुन ग्रुपमा पर्दछ, फर्स्ट ग्रुपमा। जस्तै अब हेर्नुहोस् त, खाई मास, मासको अगाडि के आयो, ई अक्षर आयो, ई सन्ड आयो, ई आवाज आयो, त्यही भएर फर्स्ट ग्रुप। खाई मास, खाई, ई आयो नि त, ई आयो। ल अब अर्को पनि छ माची मास, ची, ई आयो नि त, माची, ई आवाज आयो नि त, माची, ई आवाज आयो। र मासको अगाडि ई सन्ड आएको छ भने फर्स्ट ग्रुपमा पर्छ। ल फर्स्ट ग्रुपमा कसरी लाने तपाईँहरू बुझ्नुभयो। हजुर अर्को अब सेकेन्ड हो। ल अब सेकेन्ड ग्रुपमा कसरी लाने है। अब सेकेन्ड ग्रुपमा हेर्नुहोस्, मासको अगाडि ए सन्ड आउने अक्षर भएमा र है, मासको अगाडि ए सन्ड आउने अक्षर भएमा र
मासको अगाडि एउटा मात्र अक्षर भएकोमा यस समूहमा पर्दछ। मासको अगाडि ए सन्ड आएको छ भने त्यो सेकेन्ड ग्रुपमा पर्छ। यदि मासको अगाडि एउटा अक्षर मात्र छ, जस्तो मिमास, नेमास है, यिनीहरू केमा पर्छ? सेकेन्ड ग्रुपमा पर्छ। सेकेन्ड ग्रुपमा। ताबेमास, ताबेमास के आयो? बे, ए आयो नि त। ताबे, ए आयो। ए सर, बोल्दै ए आऊ है मुखमा, बोल्दै ए आयो नि त। ताबेमास खान्छु। हजुर। अब हेर्नुहोस् त, अर्को कुरा तपाईँहरूको के थियो भने धेरैजना चाहिँ के हुन्छ भने अपवादमा हो भनेर लेखाइदिन्छ। तर यो चाहिँ अपवादहरू केही होइन। यो चाहिँ के हो भने मासको अगाडि एउटा अक्षर मात्र आएको छ भने त्यो सेकेन्ड ग्रुपमा पर्छ। इ मास, ने मास है, मि मास, जति एउटा अक्षर छ त्यो सेकेन्ड ग्रुपमा पर्यो। ल, अर्को हाम्रो हुन्छ थर्ड ग्रुप। थर्ड ग्रुपमा त तपाईँहरूलाई खोज्नै परेन नि त, सजिलो छ। यहाँ सीमित दुई क्रियापद मात्र पर्दछ। यसमा दुईटा मात्र हुन्छ भन्नाले तपाईँहरूलाई फर्स्ट ग्रुप सेकेन्ड ग्रुप थाहा भयो भने थर्ड ग्रुप त्यस्तै थाहा हुन्छ। एउटा हुन्छ किमास, आउँछु। अर्को हुन्छ सिमास, गर्छु अथवा खेल्छु यदि खेल छ भने है। र अर्को यसमा के छ भने सी मासको अगाडि नाउन जोडिएर अरू क्रियापद पनि निर्माण हुन सक्छन्। सी माससँग हुन सक्छन् त। सक्काउ सिमास, साम्पो सिमास, नाउन जोडेर त्यो पनि आउन सक्छ। जस्तै हेर्नुहोस् त, बेन्क्यु भनेको नाउन भयो, बेङ्क्युसी। सिमास, बेन्क्युसिमास बराबर। अध्ययन गर्छु। ल, फर्स्ट ग्रुप सेकेन्ड ग्रुप तपाईँहरूको थाहा भयो। ल, अझै हामी हिरागनाको फेरि एकचोटि भन्छु, फर्स्ट ग्रुपमा कुन सन्ड पर्छ भने फर्स्ट ग्रुपमा ई सन्ड भन्नाले ई को तल जति छ नि, ई को तल किसी, चिनी, हिमिरी, गिजिजी, बिपी है, हिरागना पढाउने बेलामा पढाएको थियौँ नि, कि गिजी, बिपी, यी जति सन्ड आयो भने फर्स्ट ग्रुपमा पर्छ भन्नाले ई को तल जति छ यो फर्स्ट ग्रुप मासको अगाडि। र अर्को हाम्रो थियो सेकेन्ड ग्रुपमा भनेको ए सन्ड भन्नाले के, बोल्दै के बोल्नुहोस् त ए आवाज निस्किन्छ। के, ए आवाज। हजुर। से, ए आवाज। ते, ए आवाज। ने, ए आवाज। हे, ए आवाज। मे, ए आवाज। रे, यतो गे, जे, दे, बे, पे, सबै यो के हो? सेकेन्ड ग्रुपमा पर्छ। र थर्ड ग्रुपमा कुन हुन्छ भने एउटा की मास हुन्छ र एउटा सी मास हुन्छ। र सी मासको अगाडि नाउन जोडिएर अरू क्रियापद पनि निर्माण हुन्छ। जसरी सक्का हो सिमास, बेन्क्यु सिमास, बेन्क्यु भनेको नाम, सिमास, सक्का भनेको नाम, सिमास, सान्पो भनेको नाम, सिमास है। यसरी सिमास जोडेर आयो, कि मास चाहिँ कोहीसँग जोडेर आएन। ल, अब चाहिँ हामी यतिसम्म बुझौँ। र अर्को हामी नट एकदमै इम्पोर्टेन्ट यो कुरा, धेरैजना झुकिन्छ, धेरै सेन्सेले धेरै किसिमले पढाउँछ, तर यो हाम्रो त्यही फर्म पढाउने तरिका नै बेग्लै हो र बुझाउने तरिका नै बेग्लै हो। अब हेर्नुहोस्, मासको अगाडि ई सन्ड आए पनि अपवादले, मासको अगाडि यी सन्ड आए पनि अपवादले गर्दा कुनै क्रियापदहरू सेकेन्ड ग्रुपमा पर्दछ। अब के बुझ्नुहोस् भने हामी पहिला ना एड्जेटिभ र ई एड्जेटिभ पढ्ने बेलामा तिनवटा यस्तो थियो अपवादको रूपमा ई आए तापनि ना एड्जेटिभमा परेको थियो नि त, परेको थियो। त्यो र यस्तै यहाँ पनि के छ भने ई आए तापनि अपवादको रूपमा सेकेन्ड ग्रुपमा राखिन्छ। र अपवादलाई एकदम राम्रोसँग ध्यान दिनु पर्यो। र अपवाद त के हो? एउटा हुन्छ ओकिमास, उठ्छु, यी सन्ड आए पनि सेकेन्ड ग्रुपमा गएर बस्छ अपवादको रूपमा। र अर्को तपाईँहरू कुरा के दिनुहोस्, ओकिमास भनेको राख्नु पनि हो। त्यो राख्नुको खान्जी अहिले हेराउँछु, खान्जीले र वाक्यले पनि फरक पार्छ, त्यो पनि ध्यान दिनु। अर्को हुन्छ देकिमास, देकिमास भनेको सक्छु, गर्न सक्छु भन्ने टाइपले एबल हुनुलाई, यो पनि देकिमास भनेको सेकेन्ड ग्रुप। दुईटा अपवाद भयो। खारी मास, खारी मास भनेको के हो? सापट्टि लिनु, उताबाट कोहीसँग उधारो लिनु भनेको खारी मास। र अर्को भनेको तारी मास, तारी भनेको पर्याप्त हुनु है, पर्याप्त हुनु भन्ने हुन्छ। र अर्को भनेको आबिमास, आबिमास भनेको नहुनु, सावर हुन्छ नि स्यावा, ओ आबिमास, आबिमास भनेको नहुनु, यो पनि अपवाद हो। र ओरिमास, ओरिमास भनेको ओर्लिनु, ओर्लिनु है। ओर्लिने बेला कुन पार्टिकल्स लाग्छ थाहा छ नि? ओ। ओ पार्टिकल्स। कुनै ठाउँबाट निस्किने बेलामा ओ पार्टिकल्स लाग्छ ओरिमासको अगाडि, जसरी किसा तेन ओ देमास।
बासु ओ ओरिमास है। त्यहाँ ओरिमास पनि अपवाद हो। र अर्को भनेको ओचिमास। ओचिमास भनेको के हो? खसल्नु, झर्नु टाइपले ओचिमास। कतिवटा अपवाद भयो? एउटा, दुईटा, तिनटा, चारटा, पाँचटा, छटा, सातटा। यो सातटा अपवादलाई जसरी हामी यी एड्जेक्टिभमा पढ्दा ना एड्जेक्टिभमा पढ्दा जुन यी आए तापनि यी आए तापनि ना एड्जेक्टिभ हुन्थ्यो भने त्यसै गरी यहाँ पनि अपवादलाई ध्यान दिएर पढ्नु पर्यो। थियो नि त किरै यी आए तापनि ना एड्जेक्टिभ, किराय यी आए तापनि ना एड्जेक्टिभ, युमै यी आए तापनि ना एड्जेक्टिभ भएको थियो। यहाँ पनि यी सड आए पनि सेकेन्ड ग्रुपमा जान्छ। ल यति तपाईँहरूको यति चाहिँ बुझ्नु भयो तपाईँहरू। फर्स्ट ग्रुपमा कसलाई राख्ने, सेकेन्ड ग्रुपमा कसलाई राख्ने, थर्ड ग्रुपमा कसलाई राख्ने, यति चाहिँ बुझ्नु भयो हजुर बुझ्यौँ। सबैजना? बुझियो सबैजना सन्चै। एकजना सर मलाई है, एकचोटि यो सबैजना। अपवाद बुझ्यो। आरिगातो गोजाइमास। हजुर भन्नुहोस् त के भन्दै हुनुहुन्थ्यो? सबको क्वेसन सुन्ने हो यसमा। अपवादहरू त्यो ओकिमास त्यो सबै 2 नम्बर ग्रुपमा होइन सर? हो हो, यो अपवाद जति छ यो सातटा सेकेन्ड ग्रुपमा राख्ने, सेकेन्ड ग्रुपमा है यो। ल ठिक छ। अब अर्को हाम्रो छ ते फर्म, जुन एकदमै इम्पोर्टेन्ट छ। अब हामी तिनटै ग्रुपमा लान सिक्यौँ। फर्स्ट ग्रुपमा के राख्छ, कुन भबलाई राख्ने, सेकेन्ड ग्रुपमा कुन भब राख्ने, थर्ड ग्रुपमा कुन भब राख्ने, यो अपवाद आयो भने सेकेन्ड ग्रुपमा। ल अर्को हाम्रो छ ते फर्म एर। एर अर्थ लाग्छ यसको ते फर्ममा लग्यो भने। ल अहिले हामी यो लाने तरिका पढेको छैनौँ, अहिले पढ्छौँ। ल पाठ 14मा हामी निरन्तर काल कन्टिन्युस टेन्स अध्ययन गर्छौँ, जसको लागि ते फर्मको निकै महत्व हुन्छ। भन्नाले ते फर्म आएन भने आउँदैन, निकै महत्व हुन्छ। र यसलाई आधार भनेर अरू पनि थुप्रै फर्महरू प्रयोगमा आउँदछन्। यो अब ते फर्ममा लान आयो भने यो एर मात्र नभएर यसैले आधारको रूपमा राखेर धेरै ग्रामरहरू बन्छ, धेरै धेरै थुप्रै फर्महरू बन्छ भनेको छ। अब हामी ते फर्ममा लाने कसरी है, ते फर्ममा लाने कसरी, मास फर्मबाट ते फर्ममा कसरी लाने। ल अब सबभन्दा पहिला हामीलाई फर्स्ट ग्रुपमा कुन भब आउँछ थाहा भयो, सेकेन्ड ग्रुपमा कुन भब आउँछ थाहा भयो, थर्ड ग्रुपमा कुन भब आउँछ थाहा भयो। अब त्यसैलाई फर्स्ट ग्रुपकोलाई ते फर्ममा कसरी लाने, सेकेन्ड ग्रुपमा ते फर्ममा कसरी लाने, थर्ड ग्रुपमा ते फर्ममा कसरी लाने, अब हामी यहाँ पढ्छौँ। ल फर्स्ट ग्रुपलाई ते फर्ममा कसरी लाने, मासलाई मात्र हटाई, मासलाई मात्र हटाई तल दिएको अनुसार यी सन्डका अक्षरलाई बदलिनु पर्दछ। मासलाई मात्र हटाउने अनि यो नियम अनुसार बदलिनु पर्नेछ। अब सबभन्दा पहिला इची, इची रि ते, इची रित्ते। यदि ई आएको छ भने आदि अक्षर ते लाग्छ। यदि ची आएको छ भने मास पनि हटाउने र ईलाई पनि हटाउने है। र ची हजुर आएको छ भने मासलाई पनि हटाउने, चीलाई पनि हटाउने, त्यसको साटोमा आदि अक्षर ते राख्ने। रि आएको छ भने मासलाई हटाउने, रिलाई हटाउने, आदि अक्षर ते भन्नाले इचिरित्ते बन्यो। इचिरित्ते यो चाहिँ सम्झिनको लागि बनाएको। ल अर्को, यदि नि आएको छ भने मासलाई हटाएर नि पनि हटाउने, नदे राख्ने। त्यो फर्ममा लाँदैछौँ हामी। यदि मी आएको छ भने मासलाई हटाउने, मी पनि हटाउने, नदे राख्ने भन्नाले यो अक्षर हट्दै जान्छ। यदि बी आएको छ भने बीलाई हटाउने, नदे राख्ने। यदि कि आएको छ भने फर्स्ट ग्रुपको भनिरहेको छौँ है, कि आएको छ भने किलाई हटाउने, इते थप्ने। यदि गी आएको छ भने गिलाई हटाएर इदे थप्ने। यदि सी आएको छ भने सीलाई हटाएर सिते थप्ने। ल लाइक अब हेर्नुहोस् त हामी खाइ मास। अब पहिला हामी त्यो फर्ममा लाँदैछौँ खाइ मास भनेको, खाइ मास भनेको फर्स्ट ग्रुप, यी साउन्ड आउने बित्तिकै फर्स्ट ग्रुप। ल यसलाई कसरी लगेको छ हेर्नुहोस् त, खाइ मास यहाँ मैले लेखेर हेराएँ है। हेर्नुहोस् त खाइ मास भयो। सबभन्दा पहिला हामी के गर्ने, मासलाई हटाइदिने, मास मासलाई हटाउने। हटाउने। अब हामीसँग के बच्यो, ई बच्यो। ई यी कहाँ छ, ई आएको छ भने माथि ईलाई हटाएर आदि अक्षर ते थप्ने। के थप्ने, अब म ई पनि हटाइदिएँ, ते आदि अक्षर ते थपिदिए। ल के हट्थे। भयो अब, खाते भयो।
ते फर्ममा लान आयो ओके आयो नि त। अझै आयो हेर्नुहोस् अब अर्को यहाँ चाहिँ हानासी मास छ। सी छ भने सीलाई हटाएर सिते थपिदिने, हानासिते। ल अझै हामी चाहिँ अझै लिन्छौँ नोमी मास है, नोमी मास ने, नोमी मास। ल हाम्रो नियम के छ भने सबभन्दा ते फर्ममा लाने भन्दा मासलाई हटाउने। अब मी चाहिँ फर्स्ट ग्रुपको हेर्नुहोस् त, मी यहाँ छ, मी छ भनेमीलाई पनि के हटाइदिने, हटाइदिने छ त मात्रै है। त मीलाई पनि हटाए। अब हामी के राख्नु पर्ने हुन्छ, नदे आधा दे नदे, नदे। ल अब नदे, अब के भयो, नोमी मासको ते फर्म नन्दे नोन्दे नन्दे भयो, नोन्दे। यो तरिकाले लिने। र अब म तपाईँहरूसँग सबैजना है, तपाईँहरू मसँगै बोल्नुहोस्। यो चाहिँ आउनै परे, कन्ठै हुँदा पनि हुन्छ, दिमागमा छापे पनि हुन्छ, किनभने यही तरिका हो ते फर्ममा लाने। ल अब मसँगै भन्नुहोस् अनम्युट गरेर, इचिरित्ते, इचिरित्ते इचिरित्ते। इचिरित्ते त बोल्नु, सबैजना बोल्नुहोस्। भोलिको दिन नभन्नुहोस् मलाई नबुझिन, यो बुझिन। आज बुझ्नु भएन भने भोलि 15देखि पछि आउँदैन, त्यो बुझ्नुहोस्। इचिरित्ते, इचिरित्ते इचिरित्ते इचिरित्ते, इचिरित्ते इचिरित्ते इचिरित्ते, इचिरित्ते इचिरित्ते इचिरित्ते। इचिरित्ते इचिरित्ते निमी बिन्दे, निमि निमिबिन्दे बिन्दे निमी बिन्दे, निमि निमिबिन्दे बिन्दे निमी बिन्दे। निमि निमिबिन्दे बिन्दे कीते, इते कि इते कीते, कि इते इते गीदे, गीदे कि इदे गीदे। गीदे कि सिसिते, सिसिते सिस्ते सिसिते। सिते सिसिते ओ यसलाई एकदम फास्ट आउनु पर्यो। इचिरिते निमी बिन्दे गीते, यतो इचिरिते निमी बिन्दे गीते गीदे सिसिते। यसरी भोलि सोध्छु, इचिरिते निमी बिन्दे गीते गीदे सिसिते, यसरी आउनु पर्यो। अनि बल्ल सिते त्यो फर्ममा लान बिन्दे आउँछ है। ल अब सिते सेकेन्ड ग्रुप हेर्नुहोस् त, मासलाई मात्र हटाउने ते लेखिदिने। सेकेन्ड ग्रुपमा त कति सजिलो है, मासलाई हटाउने ते थपिदिने, ते फर्ममा गयो। ताबे मास, मास हटायो ते थपिदियो, ताबे ते। ताबेते खाएर, यसको अर्थ अब के लाग्यो, खाएर। ते खाएर फर्ममा जाने बित्तिकै अर्थ के लाग्यो, एर, खाएर। एरा ल खाके मास, खाके मास भनेको के हो लेख्नु हजुर, खाके मास खाकेमा कल गर्नु, लेख्नु कल गर्नु। देनमा हो, खाके मास देन हो थियो नि खाके त। मास अँ, फोन ओ गर्नु हजुर खाके ते कल गरेर कल मासलाई हटायो गरेर ते, खाके मी ल मास, मी मास। मासलाई हटायो मिते, मिते। मिते हेरेर, नेमासको नेते, देखेर, यतो सुतेर, सुतेर। सुतेर सबै सेकेन्ड ग्रुपको लागि के गर्ने, मासलाई हटाउने ते थपिदिने, सक्यो। अर्को थर्ड ग्रुपमा पनि के छ, कि मासको किते, सी मासको सिते। यसमा पनि उही हो, मासलाई हटाएको छ ते थपिदियो भने भयो। सी मासको पनि सिते मासलाई हटाएर ते थपेको छ, सिते। आएर, गरेर अथवा खेलेर, गरेर खेलाएको छ भने। र अर्को अब जस्तै के थियो भने नाउन प्लस सिमास, बेन्क्युसिमास अध्ययन गर्छु, बेन्क्युसिते अध्ययन गरेर भयो। सानपोसिमास हिडुल गर्छु, सानपोसिते सानपोसिते हिडुल गरेर। ल अर्को यति रहेछ हाम्रो ते फर्म। र यो फर्स्ट ग्रुप अलिकति गाह्रो भयो नि त, इचिरित्ते, निमी बिन्दे, किइते, गिइदे, सिसिते। यो चाहिँ कन्ठै गर्नु पर्यो। सेकेन्ड ग्रुपमा त मासलाई हटाउने ते थपिदिने, थर्ड ग्रुपको पनि मासलाई हटाउने ते थपिदिने भयो। ल अर्को यहाँ नटमा, नटमा के छ हेर्नुहोस्। नट फर्स्ट ग्रुपको, ग्रुप फर्स्टको इकी मासको ते फर्म चाहिँ इते होइन इत्ते हुन्छ। यसलाई पनि अपवादको रूपमा राख्दा पनि बुझ्छ। फर्स्ट ग्रुपको इकी मास जुन हुन्छ नि, यसको इकी मासको हजुर ते फर्म इते नभएर के हुन्छ, इत्ते इत्ते हुन्छ, इत्ते हुन्छ है, इत्ते हुन्छ। यहाँ इकी मासको ते फर्म इते नभएर इत्ते हुन्छ।
किनभने अब नियम अनुसार गयो भने हामी नियम अनुसार गयो भने इकिमास इकिमास हामी नियम अनुसार गयो भने मास हटाउने कि आएको छ भने किलाई हटाएर इते थप्नु पर्यो इते है नि इते हुनु पर्यो हजुर तर चाहिँ हजुर यो इते होइन इत्ते हुन्छ यसलाई पनि अपवादको रूपमा बुझ्दा पनि हुन्छ ल यति चाहिँ आज हामी गर्ने भोलि चाहिँ तपाईँहरूको आज काम भनेको 1 लेसनदेखि 20 लेसन कतिसम्म 1 लेसनदेखि 20 लेसनसम्मको सबै मासलाई पहिलो पहिलो नम्बर के गर्ने फर्स्ट ग्रुपलाई सेकेन्ड ग्रुप थर्ड ग्रुपलाई छुट्याउने लाइक तपाईँहरूको यहाँ अलिकति मैले एडिया पनि दिएँ तपाईँहरूको इक्जाम्पलको रूपमा तपाईँहरूको यो के हो कपीको पेज हो 3टा लाइन तान्ने एउटा लाइन 2टा लाइन ल पहिलो यहाँ लेखिदिने फर्स्ट ग्रुप दोस्रो लेख्ने सेकेन्ड ग्रुप र तेस्रो लाइन राख्ने थर्ड ग्रुप है बुझिरहनु भएको छ ल अब कुन कुन फर्स्ट ग्रुपमा पर्छ त्यो लेख्दै जाने इकिमास है इकिमास नोमिमास नोमिमास खाइरिमास यसरी लेख्दै जाने सेकेन्ड ग्रुपमा कुन पर्छ ताबेमास नेमास ओकिमास देकिमास थाकेमास जति मास सेकेन्ड ग्रुप लाग्छ यो लाइनमा थर्ड ग्रुपमा त के छ कि मास र सी मास तर एउटा कुरा नाउन प्लस सी मास पनि नाउन प्लस सी मास पनि यसमा राख्ने नाम छ र सी मास छ भने यसलाई राख्ने यति गरेपछि यो तपाईँहरूको पहिलो नम्बर काम भयो र दोस्रो नम्बर काम तपाईँहरूको के हुन्छ भने फेरि फेरि त्यही भबलाई फर्स्ट ग्रुपमा जुन छुट्याउनु भयो पहिला त लेखेर ग्रुपमा पठाउने सेकेन्ड ग्रुपमा जुन छुट्याउनु भयो थर्ड ग्रुप फेरि त्योलाई के गर्ने ते फर्ममा लाने तपाईँको दोस्रो काम तपाईँहरूको यो 3टा जसरी लाइन भयो भने यसैलाई दोस्रो काम भयो ते फर्ममा लाने यसलाई पनि ते फर्ममा लाने यसलाई पनि ते फर्ममा लाने आज तपाईँहरूको यति काम चाहिँ कम्प्लिट गर्नु पर्यो है एक लेसन त छैन मास फर्म 4 लेसनबाट मास फर्मदेखि 20 लेसनसम्मको तपाईँहरू गर्नुहोस् टिपेर अनि ग्रुपमा पठाउनुहोस् यदि केही मिस्टेक हजुर केही मिस्टेक भयो भने बताउँछु त्यहाँ भोकाबुलरीको मिनिङ हेरेर बनाउनु पर्ने हजुर 4 लेसनदेखि छ मास फर्म अनि त्यसैलाई 3टै ग्रुपमा छुट्याउने भोकाबुलरी हेरेर फर्स्ट ग्रुपमा कुन पर्छ सेकेन्डमा कुन पर्छ थर्डमा कुन पर्छ अनि त्यसैलाई फेरि ते फर्ममा बनाउने ल आज चाहिँ यति नै गरौँ यही एकदम महत्त्वपूर्ण हो र यति चाहिँ काम गरेर आज राख्नुहोस् यसमा पनि नबुझेको कुराहरू छ भने सोद्धा हुन्छ